साथीहरू अहिले चाहिँ हामी खिम्ती टु हाइड्रो पावरको अडिट टनलभित्र जाँदैछौँ। हाम्रो चाहिँ अहिले यहाँनिर नजिकै सर्किटको काम भइरहेछ सिफाबाट देख्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो कार मिक्स है, त्यसमा चाहिँ हाम्रो सर्किटको माल बनाएर आएको छ। यहाँ अगाडि चाहिँ सर्किट भइरहेको छ यसरी। यहाँबाट चाहिँ हाम्रो माल चाहिँ यस्तो हुन्छ है, यहाँबाट यो हप्परमा यसरी माल हालेर यहाँबाट पास भएर यहाँ अगाडि चाहिँ यसरी सर्किट हुँदैछ। अलिकति तारहरूले गर्दा अवस्था चाहिँ अलिक नाजुक छ है, तलमाथि सार्नुपर्छ पछाडि। यो चाहिँ हाम्रो रिमोट सिस्टमबाट चल्छ यो मेसिन चाहिँ। यो रिमोटबाट चाहिँ यो चल्छ पुरै, यो बुम छ नि, यो बुम चाहिँ हाम्रो रिमोटबाट चल्छ। हाम्रो यो सर्किट चाहिँ कस्तो ठाउँमा गरियो भन्दाखेरि अब यतापट्टि देख्न सक्नुहुनेछ हाम्रो ढुङ्गै ढुङ्गा छ है। यता चाहिँ यो ढुङ्गा भक्कसँग सपोर्टको लागि चाहिँ हामीले यसरी सर्किट गर्छौँ। यता अगाडि भल्भ हाउस छ, यता माथितिर भनेको हाम्रो यातायात जाने बाटो भयो है। यो चाहिँ हाम्रो फुट माइटर, सिफा भन्दा नि हाम्रो फुट माइटर हो है। अब यता माल आएको त्यसले गर्दा हाम्रो काम चाहिँ धेरै छिटो हुन्छ।